एभ्रिवान, स्वागत छ हजुरहरूलाई सधैँ झैं आज पनि मेरो युट्युब च्यानलमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला नि आशा गरेकी छु र म पनि सन्चै आरामै भन्नुपर्छ। र आज हामी जोड्दै छौं गोरु, नानीले जोड्दै छिन्। हाम्रो तोरीहरू, तुरा अनि सर्सिमहरू केरेउहरू छर्ने बेला भएको छ। अनि हजुरहरुकोतिर भएको छ नै कमेन्टमा जानकारी गराउनुहुनेछ आशा छ। हाम्रोतिर काम सुरु भएको छ है। अनि यो भन्दै गर्दा है एउटा जोत्ने गोरुलाई है हामीले खाना दिएनौं भने त्यो गोरु जथाभावी जसो पाए गरेर हिँड्ने गर्दछ है। त्यसै गरी हामीले कुनै कुरा गरिरहेको मानिसलाई पनि हामीले कुनै आफूले दिनुपर्ने कुराहरू दिनुपर्दछ है। अनि नानीले जोत्न सिक्दै छिन् आज। जोत्न सिकिरहेका छन्। यहाँ जोतेको देखेर होला बाख्रा फेरि कराइरहेको छ। कराउन देऊ, केही हुन्न। त्यहाँ जोतेको देखेर यहाँ। अनि हाम्रो जोतेको देखाइरहेछु, जोत्न सिकेको। ल कान्छी, पल्टाउली आए। नानीले पल्टाउन खोज्दै जोतिराखेकी छिन्। अनि हाम्रो जोट्ने अनि दल्ला ठोक्ने टाइमहरू छर्ने टाइमहरू भइरहेको छ। उता पर ट्र्याक्टर पनि लगाउनु भएको छ। हाम्रो फेरि अलिकति भिरालो भएको छ, त्यसैले भिरालो जग्गामा गोरु लगाउनु पर्ने हुँदछ। त्यसैले गोरु लगाएको है। अनि है दालचिनीहरू छ यहाँ हाम्रो। अनि इस्कुसहरू है, करेलाहरू कसरी फलेको छ। राम्रो राम्रो फलेको छ। यस्तै भित्र झोडीभित्र टन्नै फलेको छ है। अनि कान्छीले जोतिराखेका छन्। ल कान्छी, तिमीले जोतेर भयो भने भाइलाई जोत्न देऊ। फेरि हल्का जोत्छन् बुवासँग, हामी डल्ला ठोक्न जाने। त्यो हैसा बुवालाई देऊ है। कान्छी हैसा बुवालाई देऊ। अनि यो दाउरा घर लएर राखेर आऊ है। तरकारीहरू लगाउँदाको दाउराहरू यहाँ यसरी जम्मा भएको छ। अनि यो फर्सी पनि घर लग। यहाँ एउटा फर्सी छ, यो लगेर आऊ है कान्छी। करेलाहरू यो दाउरा लगा न। थाक्यौ। ए थाके गरे नि त। हात दुख्ने हो छ। ल जोड्दा हात दुख्ने हो छ अरे। अनि हो यो कबेली पनि लग है, गोरुले बिगार्छ। जोत्न सजिलो हुन्छ। जोट्न सजिलो हुन्छ नि दाइ। जोट्न सजिलो हुन्छ। जोत
जोट भन बुवाले कानले खासै सिक्नुहुन्न। छोरा स्कुलबाट आएर छोराले पनि जोड्दैछन्, सिक्दै जोट्न। कान्छी आऊ है, आऊ। नानीहरूको छुट्टी छ, त्यसैले नानीहरूले काममा सहयोग गर्दैछन्। छोरा 4 बजेको छुट्टी भएर आएका छन् अनि नानीहरूको एउटो आज गएनन् स्कुल, भोलिदेखि जाने रे। आज सहयोग गर्न बसेका अनि यिनी छोरी डल्ला फोर्दैछन्। यिनीको तिहारसम्मको छुट्टी छ, त्यसैले डल्ला फोर्दैछन् एभ्रिवान। परपर ट्र्याक्टरले जोतिरहेको छ। हाम्रो खेततिर पनि धानहरू पहेँलो पहेँलो पाक्न थालिसकेको छ, हल्का देखिने हुन्छ। नानीले डल्ला फोर्दै छिन्, त्यसरी फोर्ने हो मैले पनि। गोरुले घाँस तुरेन छ न। ल है, हजुरहरूलाई के कस्तो लाग्यो आजको भिडियो। अनि यो भिडियोदेखि म बिदा हुन्छु। अर्को आउने भिडियोसँग भेटिने बाचा गर्दै, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ अनि खुसी हुनुहुन्छ अनि व्यस्त हुनुहुन्छ भने आशा विश्वास भरोसा गरेकी छु र म बिदा हुन्छु। बाई बाई एभ्रिवान।